उमेर छँदा यी तीनवटा कुराहरूमा विशेष गरी ध्यान दिनुहोस्। पहिलो भनेको स्वास्थ्य। पैसा त पछि पनि कमाउन सकिन्छ, यदि स्वास्थ्य बिग्रियो भने पछि फर्काउन निकै गाह्रो हुन्छ। दोस्रो भनेको शिक्षा र सिप। कुनै पनि सिप सिक्नुहोस्, पछि गएर ताकि तपाईहरूलाई काम लागोस्। यदि पछि कुनै अपर्च्युनिटी आयो, कुनै तपाईहरूले काम पाउनुभयो, त्यो विषयमा तपाईहरू जानकार हुनुहुन्न, त्यो विषयको बारेमा तपाईहरूलाई नलेज छैन भने तपाईहरूलाई ठुलो झट्का लाग्छ र तपाईहरूलाई रिग्रेट हुन्छ है। त्यही भएर जति बेला तपाईहरूसँग समय हुन्छ कुनै न कुनै सिप सिक्नुहोस्। तेस्रो भनेको बचत र लगानी गर्नुहोस् है। तपाईहरू जति कमाउनुहुन्छ त्योबाट केही न केही पैसाहरू चाहिँ सेभिङ गर्नुहोस् र कुनै न कुनै कुरामा लगानी पनि गर्नुहोस् है। धेरै मानिसहरूको बानी के हुन्छ भनेपछि जति कमाउँछन् त्यति खर्च गर्ने बानी हुन्छ है। यसले गर्दा पछि धेरै ठुलो झट्का लाग्न सक्छ। त्यही भएर तपाईहरू जति कमाउनुहुन्छ कतै न कतै लगानी पनि लगाउनुहोस्, सँगसँगै तपाईहरूलाई निकै सजिलो हुन्छ। यदि तपाईहरूले यो 2-3 वटा कुराहरूमा ध्यान दियो भने तपाईँको फ्युचरमा निकै बदलाव आउन सक्छ।